मल्लरानी गाउँपालिका प्युठानका 9वटा स्थानीय तह मध्येको एक स्थानीय तह हो, जुन लुम्बिनी प्रदेशमा पर्दछ। पहाडी भूभाग मिलेर बनेको यस मल्लरानी गाउँपालिकाको एउटा महत्त्वपूर्ण ओडा हो 4 नम्बर ओडा, जुन प्युठानकै सदरमुकाम र गाउँपालिकाकै केन्द्रबिन्दु हो। यस ओडाभित्र गाउँपालिकाको प्रशासकीय भवन, प्राथमिक स्वास्थ्य केन्द्र, विभिन्न सरकारी कार्यालय, सङ्घ संस्था, सञ्चार माध्यम, कबड हल, टुँडीखेल लगायत रहेका छन्। यो ओडाभित्र पर्ने खलङ्गा बजार क्षेत्रमा बैंक तथा वित्तीय सङ्घ संस्था, व्यापार व्यवसाय सञ्चालनमा छ। मल्लरानीको काखमा रहेको यस ओडामा खलङ्गा बजार, पाण्डे डाँडा, बुढाचौर, कसेरी, सारीबाङ, लाम्बेला लगायतका बस्ती अवस्थित छन्। दलित, जनजाति, ब्राह्मण, क्षेत्री सबैको बसोबास यस ओडामा रहेको छ। यस ओडामा विभिन्न जात जातिका आफ्नै संस्कार छन्। मल्लरानी गाउँपालिका 4 मा नेवार, गुरुङ, मगर, ब्राह्मण, क्षेत्री, दलित लगायतका जात जातिको मुख्य बसोबास रहेको छ। यहाँको नेवार समुदायमा लाखे, नागा नगेनी जस्ता नाच प्रचलनमा रहेको छ। त्यसका साथै यहाँका हिन्दू धर्मावलम्बीले विभिन्न चाडपर्व मनाउने गर्दछन्। मल्लरानी गाउँपालिकाको 4 नम्बर ओडा साबिकको खलङ्गा गाविसको 8 नम्बर ओडा बाहेक सबै ओडा समावेश भएर सिङ्गो ओडा बनेको छ। ओडामा 6121 जनसङ्ख्या रहेको छ। कृषि, पशुपालन र त्यसमा आधारित लघु उद्यमहरू यहाँको मुख्य आय स्रोतका क्षेत्र हुन्। बजार क्षेत्र भएकाले यहाँ होटेल व्यवसाय समेत सञ्चालनमा छन्। 2074 सालमा भएको स्थानीय तहको निर्वाचनले यस ओडामा कुमार श्रेष्ठले ओडाको नेतृत्व गर्नुभएको छ। त्यसपछिको 2079 को निर्वाचनबाट ओडामा पुनः श्रेष्ठकै नेतृत्व रहेको छ। 4 नम्बर ओडामा स्नातक तहसम्मको प्युठान क्याम्पस सहित माध्यमिक विद्यालय, आधारभूत विद्यालय र बाल विकास केन्द्र सञ्चालनमा छन्। खलङ्गा प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य सेवा दिँदै आएको छ। अहिले यहाँ 15 शैय्याको अस्पताल भवन निर्माण भइरहेको छ। यसै ओडामा रहेको आयुर्वेद स्वास्थ्य केन्द्र मार्फत पनि स्वास्थ्य सेवा प्रवाह भइरहेको छ। अहिले यस ओडाका अधिकांश बस्तीहरू सडक सञ्जालले जोडिएको छ। सडक सञ्जालले जोडिएका बस्तीलाई अब स्तर उन्नति गर्नुपर्ने आवश्यकता ओडाले महसुस गरेको छ। बिरामीलाई चाहिँ स्टेजरमा बोकेर हिँड्नुपर्ने अवस्था थियो भने अहिले एम्बुलेन्स अथवा मोटरसाइकल सवारी साधनमा ल्याउने र लैजाने गर्ने सहज भएको छ र पहिलाको तुलनामा अहिले स्थानीय सरकार 2074 निर्वाचित वडा अध्यक्ष र यस बस्तीका चाहिँ वडा सदस्य शिवबहादुर बस्नेत निर्वाचित भए पश्चात यो मोटर बाटोको डिपिआर भयो 1 नम्बरमा, 2 नम्बरमा हरियाली पिकनिक स्पोट छ जो प्युठानकै प्रख्यात पिकनिक स्पोट भनेर चिनिन्छ र त्यसको पनि डिपिआर भइसकेको अवस्था छ। ओडामा एक घर एक धारा अभियान अन्तर्गत खानेपानी आयोजनाहरू सञ्चालनमा छन्। झिमरुक लिफ्ट खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेको छ। उक्त आयोजना सम्पन्न भएपछि गाउँ गाउँमा खानेपानीको सुविधा पुग्नेछ। 4 नम्बरको सबै चाहिँ घर घरमा चाहिँ धाराहरू लगभग कम्प्लिट छ र छुटेका जुन घरहरू बाँकी छन् तिनलाई चाहिँ अब यो झिमरुक लिफ्ट खानेपानी सञ्चालन भइसकेपछि यो सायद कम्प्लिट हुन्छ। यो कुरामा चाहिँ ओडाले चाहिँ एकदमै पहल गरिरहेको छ र हाम्रो ओडाबाट चाहिँ हाम्रो कुमार श्रेष्ठले चाहिँ पहल गर्नुभएको छ र उहाँले चाहिँ विभिन्न ठाउँहरूमा जस्तो
खानेपानीका समस्याहरू छन् स्वयं आफै नै उहाँ चाहिँ वडा अध्यक्षज्यू आफै नै त्यस ठाउँमा गइकन त्यहाँको चाहिँ अवलोकन गरेर उहाँले चाहिँ के समस्या छ त खानेपानीमा हैन त्यो सबै कुराहरू उहाँ आफै नै जानुहुन्छ उहाँ त्यस ठाउँमा आफै नै चाहिँ अवलोकन गरेर उहाँले चाहिँ त्यहाँ भएका समस्याहरू सबै समाधान गर्ने पक्षमा चाहिँ उहाँ चाहिँ लागि पर्नु भएको छ। कृषि उत्पादनको सम्भावना रहेको यस ओडामा सिंचाइको अभाव देखिन्छ। किसानहरू सिंचाइ सुविधाको अभावमा पनि तरकारी खेती उत्पादनमा जोडिन थालेका छन्। यस ओडामा पशुपन्छी पालनको राम्रो सम्भावना रहेको छ। किसानहरू यसतर्फ समेत क्रियाशील रहेका छन्। किरा मार्ने विषादी ट्याप अनि जस्तै बिउहरू पनि दिनुभएको छ र टर्नेल पनि दिनुभएको छ तरकारीको लागि बिउ पल दिनुभएको छ। सिँचाइको लागि पनि पहल गरेको छु, अब त्यहाँबाट पनि हुन्छ होला। मलाई सहयोग त गाउँपालिका र वडाबाट सहयोग भइरहेको छ र यो विषादी अनि बिउ अनि चाहिने सामग्रीहरू दिनुभएको छ। त्यसपछि बाख्रा पालनको लागि तपाईँको 25 समूह गराएर 25 जनालाई 25 समूहको लागि पनि तपाईँको बाख्रा पालन आयो। सबले उच्च साथ पाले, सबले पालेका छन् अहिलेसम्म सर होइन। अनि उहाँले चाहिँ गरेको काम उहाँले अनुदान चाहिँ यस्तो यस्तो आछ भनेर सूचना दिनुभएको। अनि त्यसपछि यस ओडाको पर्यटकीय आकर्षणको केन्द्रमा रहेको छ मल्लरानी डाँडा, जसलाई गुरुयोजना अनुसार निर्माण गरी विकास गरिँदैछ। मल्लरानीमा कालोपत्रे सडक निर्माण भइसकेको छ। मल्लरानी क्षेत्रमा पार्क निर्माणको काम समेत अघि बढेको छ। 74मा हामी आइसकेपछि 74मा हामीले चाहिँ जुन यो कुनै पनि यो मल्लरानी गाउँपालिकामा चाहिँ कुनै पनि डिपिआर भएको थिएन। बिना डिपिआर चाहिँ सङ्घीय सरकार र प्रदेश सरकारसँग पनि हामीले बजेट माग्न नसक्ने अवस्था र हामीले चाहिँ सुरुमा जुन यो मल्लरानी डाँडामा चाहिँ जुन मल्लरानी पर्यटन बनाउनको लागि त्यहाँ चाहिँ हामीले 15 लाख रुपियाँ विनियोजित गरेर डिपिआर गऱ्यौँ। डिपिआर गरेको 1 वर्ष पश्चात हामीलाई तत्कालै 5 करोड रुपियाँ जुन त्यहाँ चाहिँ भौतिक संरचनाहरू बनाउनको लागि जस्तै चिल्ड्रेन पार्कहरू बनाउनको लागि बङ्करहरू थियो। त्यहाँ जुन पहिला चाहिँ जुन आर्मीको जुन यो द्वन्द्वकालमा आर्मीहरूले चाहिँ जुन त्यहाँ संरचना जुन के बनाइराख्नु भएको थियो त्यहाँ चाहिँ जुन बङ्कर पनि हामीले चाहिँ जुन बङ्कर बनाउँदैछौँ, त्यहाँ चाहिँ पोखरी पाउन्डहरू बनाउँदैछौँ, त्यहाँ चाहिँ जुन गाडी पार्किङहरूको कुराहरू बनाउँदैछौँ, त्यहाँ मन्दिरहरू बनाउँदैछौँ हामीले जुन त्यो 5 करोडमा अहिले चाहिँ सञ्चालन भइरहेको छ। र चाहिँ जुन अब यो मन्दिरहरू पनि हामीले चाहिँ धेरै मन्दिरहरू अहिले जुन सबै मन्दिरमा जुन यहाँ चाहिँ जुन खलङ्गामा भएको यो मल्लरानी गाउँपालिका वडा 4 मा भएको जस्तै भीमसेन थान मन्दिर, सरस्वती मन्दिर, गणेश थान, शिवालय मन्दिर, झाँक्रीस्थान मन्दिर अनि हाम्रो कृष्ण मन्दिरहरूमा चाहिँ हामीले चाहिँ डिपिआर चाहिँ सबै मन्दिरको गरेका छौँ। र डिपिआर गरे बावजुद चाहिँ जुन अलिक जीर्ण भएको मन्दिर यो भीमसेन थान मन्दिर थियो, त्यो भीमसेन थान मन्दिर चाहिँ पुरातात्विकै व्यक्तिहरू आएर आर्किटेक्ट इन्जिनियरबाट नै जुन त्यो मन्दिर जुन डिपिआर भएको थियो त्यही अनुसारमै चाहिँ एउटा मन्दिर चाहिँ अहिले चाहिँ निर्माण भइसकेको छ। यस ओडाभित्र विभिन्न मठ मन्दिरहरू समेत प्रख्यात छन्। झाँक्रीस्थान मन्दिर, शिवालय मन्दिर, गणेश मन्दिर, सरस्वती मन्दिर, सत्य भगवती मन्दिर यहाँका चर्चित मन्दिरभित्र पर्दछन्। जङ्गबहादुरका बुवा रामबहादुर कुँवर, पहिले त जङ्गबहादुर कुँवर हुन् नि, पछि राणा बा हुन् यिनीहरू। रामबहादुर कुँवर यता सरद्वारी दर्शन गर्न भन्ने आबेलामा उहाँको यति मृत्यु भएको थियो अरे। यतै भयो पहिले भन्छ नि सिकुवा डाँडा भनेको खलङ्गाले भनिन्छ यही डाँडामा अथवा यतै भएको भनेर उनका छोरा जगतजङले तपाईँको यो मन्दिरको स्थापना गरिदिएका हुन्। यो मन्दिर शिवालय मन्दिरको यस मन्दिरको लागि अब जस्तो यही एरियामा जब पूर्वमा तपाईँको यो उखोलो के अरे दारी खोलो भन्छन् के र अनि त्यहाँबाट उतापट्टि गएर भैरवडाँडा जङ्गल, उता काला खोला र यतापट्टि गएर हाम्रो तल यो भन्ज्याङबाट गएर तर टिमुरिया चौतारा भन्छौँ हामीले, गुरुङ चौतारा, त्यसपछि लिएर गएर सिधै अहिले क्वाचा भन्छ हामीले। अहिले तपाईँको त्यहाँ जसो कुवामा एउटा शेखर चन्द्र प्रधान घरबाट जाने बाटो छ नि, त्यो बाटोको छेउमा यति गरेर यहाँ खलङ्गामा 2400 रोपनी जग्गा, अनि त्यस्तै गरेर भिङ्ग्रीमा कति सय रोपनी जग्गा, अनि त्यसपछि तल
यो के अरे बिजुवार फाँटमा लगभग तपाईँको त्यही कति 490 मुरी हो कि 100 मुरी जग्गा यति गरेर एउटा गुठी राखिदिएका थिए। समा हाम्रो टिमुरे भोटको लडाइँ भयो अरे। टिमुरे भोटको लडाइँ गर्दाखेरि यहाँबाट तारादाल कम्पनी लड्न गयो होइन। गइसकेपछि त्यहाँ भोटेसँग विजय गर्यो। जहाँसँग टिमुरे भोट भनेको लाग्छ मलाई अहिले के लाग्छ भने टिमुरे त भन्दो रहेछन् रसुवागढी नाकामा के, जहाँ उसको जङ्गबहादुरको भाइ मरेका थिए। अनि त्यहाँबाट त्यो निशान उनीहरूले लिइसकेपछि निशानले एउटा के भन्नु अरे भनेपछि मलाई खोलो नतराउनु र डाँडी लैजानु भने हुनाले उतापट्टि गएर त्यो टिमुरे भोट भन्ने यतापट्टि कृष्ण गण्डीले काटिछन्, उतापट्टि यतापट्टि गएर झिब्रुले काटे हुनाले यो आएर आर्मीको अहिले आर्मीभित्र छ निशान भगवती भन्ने देवीको मन्दिर हो। र यस्तै अब सरस्वती मन्दिर पनि त्यो पछि कसले कुन भक्तहरूले स्थापना गरे त्यति मलाई अब याद भएन। अनि त्यस्तै अब यो कृष्ण मन्दिर छ। कृष्ण मन्दिर केही भएको छैन हाम्रो मेडिकल कृष्ण दाईको सक्रियतामा धेरै वर्ष भएको छैन, त्यो त 15 20 25 वर्ष 30 वर्ष जति भयो होला कृष्ण मन्दिर स्थापना भएको। र यहाँ त्यस्तै मन्दिरहरू यिनी हुन्। हाम्रो तल झाँक्रीथानको मन्दिर पनि यसको इतिहास कहिलेदेखि हो, परापुर्खादेखि एउटा मान्छेहरूले मान्छन् झाँक्रीथान मन्दिर भन्ने एउटा यहाँको टुरिस्ट हो। यो मन्दिर चाहिँ त धेरै पहिले नै यहीँकै मानिसहरूले बनाएको रे। अनि यो यो सानो ढोका माथिको त्यो चाहिँ हाम्रै बाजेले बनाएर राखिदिएको हुन् रे। र घन्टीमा लेखिएको छ 1984 कतिमा बनेको भनेर यहाँका स्थानीयहरूले मिलेर यो बनाएको भन्ने चलन छ। यो खास गरेर सरस्वतीको मूर्ति हो। र पूजापाठ यताउति गर्दाखेरि पहिले गणेश भगवान्लाई गर्नुपर्ने भयो हुनाले पूजा गर्नुपर्ने भयो हुनाले गणेशको मूर्ति पनि यसमा छ। कसैले गणेश मन्दिर पनि भन्छन्, धेरै जसोले सरस्वतीको मन्दिर नै भनेर भनिन्छ। खरको छाना विस्थापित गर्ने अभियान अन्तर्गत यस ओडाभित्र रहेका खरका छानालाई हटाएर जस्तापाता लगाइएको छ। पानी चुहिने आगलागीको डर हुने भएकाले खरको छाना विस्थापित गरी जस्तापाताको छाना लगाएपछि स्थानीय खुसी छन्। जनता आवास कार्यक्रम अन्तर्गत घरबारविहीन परिवारलाई समेत घर निर्माण गरिएको छ। फुसको छाना हामीले चाहिँ यो हाम्रो यो 74बाट नै हामीले चाहिँ यो कुरा अगाडि बढाइराखेका थियौँ। यो संसद विकास कोषबाट पनि यो बजेट आइसकेपछि हाम्रो ओडामा सुरुमा हामीले चाहिँ जुन यो 4 नम्बर ओडामा चाहिँ 53 घर फुसको छाना थियो। त्यसमा चाहिँ हामीले सबैलाई टिन दिएर टिन लगाइसकेको अवस्था पनि हो। र पछि चाहिँ यो 50,000 रुपियाँ अनुदान दिएर जुन यो टिन आउन छोडिसकेपछि 50,000 रुपियाँ व्यक्ति जुन जसको फुसको छाना छ 2-4 जना व्यक्तिहरू हुनुहुन्थ्यो। कसैले त्यो गर्न सक्नुभयो, कसैले त्यो 50,000ले पनि त्यो काम गर्न नसकेर चाहिँ 1-2वटा घर बाँकी थियो। त्यो 1-2वटा घरलाई पनि हामीले चाहिँ जुन ओडाबाट बजेट विनियोजित गरेर घरै नभएको व्यक्तिहरूको पनि हामीले चाहिँ 3वटा व्यक्तिको चाहिँ घरै बनाइदियौँ। ओडाबाट बजेट हाम्रो ओडाको बजेट लगानी गरेर र प्रदेशबाट यो आवास निर्माण भनेर चाहिँ आएको थियो। र कसैको आमा पनि नभएको, बुवा पनि नभएको, घरमा चाहिँ कोही पनि नभएको कारणले गर्दाखेरि हामीले चाहिँ 2वटा, एउटा चाहिँ बुढाचोरमा र एउटा चाहिँ लाम्बेलामा चाहिँ 2वटा चाहिँ भवनै हामीले चाहिँ लगभग चाहिँ एक तले भवन, राम्रो भवन हामीले चाहिँ निर्माण गरेर उहाँहरूलाई चाहिँ बस्नको लागि राम्रो उचित भवन चाहिँ बनाइदिएका छौँ। ओडाको विकासका लागि ओडाले गाउँपालिका, प्रदेश सरकार, केन्द्र सरकार लगायत विभिन्न निकायसँग समन्वय र सहकार्य गर्दै काम अघि बढाएको छ, जसले गर्दा यस ओडामा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, खेलकुद लगायत क्षेत्रको विकास निर्माण अघि बढेका छन्। पर्यटकीय सम्भावना बोकेको खलङ्गालाई विकास गर्दै व्यवस्थित बनाउन आवश्यक छ। यहाँ अहिले पर्यटनसँग सम्बन्धित विभिन्न गतिविधि हुन थालेका छन्। खेलकुद क्षेत्रको विकासका लागि कबड हल र टुडी खेल प्रयोग हुने गरेका छन्। खलङ्गाको मुख्य बजारका सडक छेउमा सोलर बत्ती जडान गरिएको छ। मलरानी अन्तर्गत हाम्रो चाहिँ हामीले 76-77 तिर जस्तो लाग्छ मलाई। अब त्यसमा चाहिँ हाम्रो ओडामा चाहिँ 104वटा चाहिँ सोलर बत्ती आएको थियो। त्यो सोलर बत्तीमा चाहिँ हामीले चाहिँ जुन यो विपन्न परिवार अनि त्यसपछि चाहिँ दलित अनि उसको घरमा चाहिँ जुन यो मिटर बक्स राखेर चाहिँ जुन विद्युत
थिएन। त्यसको तिनीहरू ठाउँमा चाहिँ हामीले चाहिँ सोलर बत्ती दिएर चाहिँ हामीले चाहिँ 104वटा वितरण गरेका थियौँ। र अर्को चाहिँ जुन यो बजारमा चाहिँ जुन यो 74 भन्दा अगाडि नै यो निर्माण भएको जुन यो सोलर बत्तीहरू जीर्ण अवस्थामा थियो, त्यो जीर्ण अवस्थामा जुन नबोल्ने अवस्थाको सोलर बत्तीहरूलाई हामीले वडाबाट नै बजेट विनियोजित गरेर हामीले चाहिँ यो मर्मत कार्य गरिसकेपछि बजारमा चाहिँ यो सोलर बत्तीहरू चाहिँ बोल्ने अवस्था भएको छ। स्थानीयको नजिकको सरकार वडापालिकाले जनतालाई सहज रूपमा सेवा दिन निरन्तर लागि परेको छ। वडामा रहेका समस्या समाधानका लागि सहजीकरण गर्न जनप्रतिनिधि खटिँदै आएका छन्। वडा कार्यालयले पनि सेवा प्रवाहलाई प्रभावकारी ढङ्गले चुस्त दुरुस्त बनाउँदै लगेको छ। सेवाग्राहीलाई अधिकतम सेवा प्रदान गर्न कर्मचारीहरू लागि परेका छन्। कर्मचारी जनताको सेवक हौ भन्ने धारणा बोकेर निरन्तर सेवा दिइरहेका छन्। वडालाई गतिशील र समृद्ध बनाउन कर्मचारी लागि परेका छन्। पर्वकारी सेवा सुविधा दिनको लागि सबै कर्मचारी तत्पर नै छौँ। अब योजना तथा कार्यक्रमको विषयमा भन्दाखेरि योजना तथा कार्यक्रमहरू गाउँ घरमा अथवा हाम्रो यो लक्षित वर्गहरूलाई कस्ता कस्ता योजना अथवा कार्यक्रमहरू गर्दा राम्रो हुन्छ भनेर जनप्रतिनिधि कर्मचारी समन्वय गरेर कामहरू अहिलेसम्म गरिरहेका छौँ। हामीले चाहिँ थप विकसित गराउनलाई हामीले चाहिँ एकदम समन्वय गरेर गाउँपालिकादेखि लिएर हाम्रो चाहिँ सबै जनप्रतिनिधिहरू कर्मचारी साथीहरू हाम्रो चाहिँ सबैसँग मिलेर चाहिँ हामीले चाहिँ थप नयाँ तरिकाले चाहिँ कतिपय कुराहरू अब बिल्डिङकै केसका कुरा गरौँ, हामीले चाहिँ बिल्डिङहरू पनि हामीले चाहिँ भूकम्प प्रतिरोधात्मक कार्यक्रमहरू गर्ने त्यसरी चाहिँ बुझाएर चाहिँ सबैलाई चाहिँ हामीले चाहिँ प्रोत्साहन गर्ने कामहरू त्यसरी गरिरहेछन्। स्थानीय तह बनेपछिको 2 कार्यकालमा यस वडामा महत्त्वपूर्ण कामहरू भएका छन्। आर्थिक वर्ष 2075-76 देखि 2079-80 सम्म वडाले कृषि क्षेत्रमा 26 लाख रुपैयाँ बजेट खर्च गरी काम गरेको छ, जसबाट वडाका किसानहरू लाभान्वित भएका छन्। यस्तै वडाले 5 वर्षको अवधिमा पर्यटन तथा वडाभित्र रहेका मठ मन्दिरहरू मर्मत सम्भार गरी पर्यटन प्रवर्धन गरेको छ। विकास पूर्वाधार अन्तर्गत वडाभित्रका विभिन्न बस्तीलाई सडक सञ्जालमा जोड्न विभिन्न सडक निर्माण र कृषियोग्य जमिनमा सिँचाइ पुर्याएको छ। त्यस्तै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र सबै जनतालाई सहज स्वास्थ्य सेवा दिन वडाले बजेट विनियोजन गर्दै आएको छ। सिँचाइको क्षेत्रमा जुन हाम्रो यो सुक्खा क्षेत्र हो त्यसमा पनि बर्सातको पानीलाई सङ्कलन गर्ने गरेर सिँचाइ सानो सिँचाइ मर्मत सम्भार अन्तर्गत सिँचाइ पोखरी निर्माण र व्यवसायिक किसानहरूले जुनले फलफुल खेती गरिरहनु भएको थियो उहाँको फलफुल बगैँचामा सुदृढीकरणको लागि आवश्यक विषादीहरू र व्यावसायिक कृषकहरूलाई समावेश गरी समय छुवाउँदो हामीले तालिमहरू सञ्चालन गरिरहेका छौँ र यसभन्दा अघिल्लो आवाससम्ममा हामीले चाहिँ किसानहरूको माग र आधारित रहेर मौसमी बेमौसमी बिउपलहरू कार्यक्रमहरू बिउपलको वितरण कार्यक्रम गरिरहेको थियौँ भने यो हाम्रो आकस्मिक बाली समर्थन सेवा अन्तर्गत कार्यक्रम रहेर किसानलाई समय र मौसमजन्य अनुसार जुन रोग किराहरू लागिरहेको हुन्छ त्यो अनुसार हामीले निःशुल्क रूपमा वितरण गरिरहेका छौँ। बाख्राका खोर सुधारका कार्यक्रमहरू, त्यसपछि घाँसको विकासका कार्यक्रमहरू, उपचार सेवा कार्यक्रमहरू, कृत्रिम गर्भाधान सेवा कार्यक्रमहरू, पशु स्वास्थ्य शिविर कार्यक्रमहरू, विभिन्न किसिमका हिउँदे तथा बहुवर्षे र डाले घाँसका बिरुवा वितरण कार्यक्रमहरू सञ्चालन गरिएको थियो। बजेट धेरै हुँदाखेरि चाहिँ अब जुन कृषकहरूलाई चाहिँ हामीले चाहिँ अनुदानको कार्यक्रम पनि धेरै गऱ्यौँ। अब जस्तै तपाईँको चाहिँ बिउपलहरू वितरणदेखि लिएर जुन सिजन अनुसारको बिउपल वितरण पनि गऱ्यौँ र चाहिँ त्यसमा चाहिँ जुन यो फलफुलका जुन यो बाहिर जिल्लाबाट चाहिँ जुन फलफुल जुन यो सुन्तला कागती यो आँप यिनीहरू जुन उहरू ल्याएर चाहिँ हामीले वितरण पनि गरेका छौँ र पशुपालनको तर्फमा चाहिँ हामीले चाहिँ 2टा पकेट बनाएर जुन यो कसेरी र लाम्बेला एरियामा चाहिँ पहिलो चरणमा चाहिँ 100-100 बाख्रा पनि हामीले चाहिँ 100 बाख्रा पनि वितरण गरेका थियौँ। एउटा व्यक्तिलाई जुन 25-25 जनाको चाहिँ एउटा समूह बनाएर 4-4वटा दरले चाहिँ हामीले चाहिँ बाख्रा पनि वितरण गरेका थियौँ। पछि त्यसमा चाहिँ घाँसहरू पनि वितरण गरेका थियौँ र अरू कुरा चाहिँ जुन यो बोयर बोकाहरू पनि लिएर चाहिँ हामीले चाहिँ जुन यो कृषक पालक जुन कृषकहरूलाई चाहिँ हामीले चाहिँ अनुदान दिएका थियौँ। र अर्को चाहिँ यो जुन किसानहरूलाई चाहिँ अलिकता यो
गोरुहरू चाहिँ यो नभएको अवस्था भएको कारणले हामीले चाहिँ यो ट्र्याक्टरहरू हात्ती ट्र्याक्टरहरू दिने अनि त्यसपछि चाहिँ यो मिलहरू जुन घरमा चाहिँ जुन यो गाई भैँसी जुन बाख्राहरूलाई चाहिँ जुन यो दानाको लागि चाहिँ जुन मिलको आवश्यक परेको कारण मिल पनि दिने गरेका छौँ। त्यस्तै घरबार नभएका परिवारलाई सुरक्षित आवासको व्यवस्था गरेको छ, जसबाट आवासविहीनहरूले आवास पाएका छन्। मल्लरानी गाउँपालिका 4 नम्बर ओडामा आगामी दिनमा थप विकास निर्माणका लागि विकासको आधार तय भएको छ। यसका लागि जनप्रतिनिधिको सक्रियता र जनताको सहभागिताले सम्भव भएको हो, जसका कारण मल्लरानी गाउँपालिकाको केन्द्रबिन्दु रहेको 4 नम्बर ओडा समृद्धिको यात्रामा अघि बढेको छ।